देख्छ नि गाइसो लोकल भाले लोकल भाले पालेको तिमीलाई भनेर भन्थे के गर्नु दसैँ आज लास्ट भएर चाहिँ काटिदिएको बोल्ने भएन ल गाइसो लोकल भाले खाना हो है म चाहिँ नाम होला म बाहिर गर्नुपर्छ नाटक पढाउनलाई लाज लाग्छ थेट के गर्छ टिकटकमा हालिदिन्छु हाल्दैन के लोकल ठुलो भनेर काटेको उतलै रहेछ यस्तो पो छ नि के खोल्ने होला गान्छ कन्टेन्ट पाउँछ नि तपाईँ के कसो हो भाइ आन्टी यसलाई चाहिँ लात लाग्छ अरे कि कुखुरा केलाउनलाई भिडियोमा हाल्छ भनेर केटा पुरा लजिरहेको छ क्यामेराले आउँछ देख्छ नि हाम्रो गाइसहरूलाई देखाउनु पऱ्यो नि त कति दिन भएर सुकेर बसेर रहेछ खानु नपाएको त्यत्रो खाना दिँदा त खानु नि यसले व्यवस्था खानै नखाएर हड्डी मात्रै भएछ नकाटौँ भनेको बाध्यता नरिसाउनु है गाइजो नरिसाउनु है गाइजो के गर्नु यो चुनीमा यो पालोमा यसले हामीले यसलाई खाएको छ अर्को पालोमा यसले हामीलाई खान्छ नि त पालो हो है भाले चाहिँ यत्रो पुच्छा छ भाले ठुलै देखेको थिएँ काट्दाखेरि यत्रो भएर ल यति सानो ढुकुर जत्रो छ क्या भाले त ठुलो हुन्छ त्यही त 1.5 वर्षको भाले 1.5 वर्ष पालेर राखेको भाले खोइ त खालि पोथी खोजेर यसले बर्बाद गरे खालि पोथीलाई अट्याक गर्न जाने छेक भाले भन्दै पोथीहरूले कम्प्लेन गरे टेन्सन भनेर हाम्रो त्यही भएर काट्नु भने बाध्यता छिमेकीहरूले कम दुःख दियो त यसो कारणले दुःख दिएर छिमेकीहरूले भाले काट्ने भए काट नभए पोथीलाई चाहिँ हामी छोड्दैनौँ भन्नलाई के गर्नु गाह्रो छ कपाल खाँदैछ यसले खाना खाँदा थियो खाली मोटो त्यो खानु हड्डी मात्रै छ भालेको सबै पोथीलाई खसेर भिटामिन छ नि अन्त हड्डी मात्रै पो छ मुर्दाको त पेन्टिङ लगाइदिउँ भने त्यतिखेर मानेन त्यतिखेर पेन्टिङ लगाइदियो भए खसी पारौँ पनि भनेको कान्छ भने नमानेर बोका बनाउनु लाग्दैन यसलाई के खसी बनाउने जति मोज गर्नु गरे 1.5 वर्ष ट्याबे भयो भाले केलाइयो होइन अब धोइन्छ होइन डराउनु होला नि पहिला
भाले टाउकोतिर आउँछ अरे टाउको त डराउनु पर्छ यति त रहेछ बिचारा 12 छेरी त्यो होइन हामीले त पालेको हो हामीलाई मतलब भन्दैन नि हामीहरूलाई पाप लाग्छ नि त बेच्यो भने 12 छेरी भनेर देखियो अरू भने त्यस्तै मेरो छोरा चाहिँ नदेख्नु फेरि भिडियो ढिला तर अघि तास खेले चाहिँ बनाउनु पर्थ्यो जित्यो भनेर हालेर रुन्छ को रुँदैन फाल्दी म टाउको हेर्दै घिन लाग्दो कपालै कपाल हो त्यही माथि अन्त अर्को भाले चाहिँ काटो पनि ठुलो चाहिँ त्यही त नि यो चाहिँ ठुलो होला भने यो चाहिँ काटे हेर्दाखेरि पहाटा मात्र रहेछ यहाँ भने त्यसरी त्यो चाहिँ जाङ्गो रहेछ देखाइदिउँ क्या हो भिडियो हेर्नुहोस् नदेखाउनु आँखा लाग्छ पनि जिउ पनि लागि भाले तयार भयो गाइसो भयो खाना है